हेलो साथीहरू, सधैँको जस्तो हामी फेरि सधैँ घाँस काट्न गएर हुन्छौँ। अब अरू भिडियो बनाऊँ भने किन छैन। घाँस काट्यो बस्यो, घाँस काट्यो बस्यो। घाँस काट्न जान लाग्यो। घाँस पनि सकिसके, गहुँहरू सब सुकिसके, घाँस सास सब सकिसके। अब जान लाग्यो घाँस काट्न। बहिनी जाँदाखेरि हामी दुईजना सधैँ घाँस काट्न जान्छौँ, सधैँ घाँस काट्न जान्छौँ साथीहरू। एक दिन पनि अब हुन्छ नि त यसो अब बसौँ भने पनि अब घरमा गाई बस्तुहरू पालेको छ, के गर्नु, काट्नै पर्छ घाँस जसरी भयो भने। के गर्नु, गाह्रो छ गाउँघरमा बस्यो भने। यस्तै हो। एक त यहाँ पनि कतै नि घाँस पनि छैन, के गर्नु। बहिनी त आउनलाई पछाडि यता नि घाँस काटिराख्नु छ साथीहरू। देखाउने भनेको मैले त यही मात्रै हो। अब के गर्नु, हेर्नु यहाँ यस्तो केराउ फलेको छ, केराउ फलेको छ। हेर्नु यहाँ घाँस छरेको है, पुरै सकिसक्यो। यहाँ पुरै घाँस थियो, यहाँ थियो, पर थियो, सब सकिसक्यो घाँसहरू। हेर्नु साथीहरू, यस्तो छ घाँसको अवस्था। कसरी पाल्ने हो गाई गोरु बाख्रा, कसरी पाल्ने हो। उहाँले चाहिँ घाँस काटिसक्नु भयो। हामी त अझै घाँसै काटेन। घाँस काट्ने मान्छे काटिसक्नु भयो, हामी त खै काटेको छैनौँ। यति धेरै केराउ, यो चाहिँ मलाई साह्रै मनपर्छ। खै पुग्न लागिसक्यो साथीहरू। यस्तै साथीहरू, आफ्नोलाई कसैले सहयोग गर्दैन, अरूलाई गर्छन्। आफ्नो भएको त मान्छेको त नाम मात्रै हो। हेर्नु साथीहरू, त्यहाँ आन्टी छन् कि घाँस निकाल्दै अन्त बहिनी मैले त कच्चिर घाँस पुऱ्याइसक्नु भएको हातले। हेर्नु साथीहरू, हाम्रो बारीको फुलहरू यति मस्त मस्त छन्। हिँड जाउँ। हाम्रो अर्ग्यानिक बारीमा भएको घाँसपातको फुलहरू साथीहरू यस्तो छ। हेर्नु साथीहरू, यो चाहिँ अब हाम्रोतिर चाहिँ केराउ अरे के भन्छ यसलाई, मटरा होइन, मटरा भन्छौँ होइन यसलाई चाहिँ। तपाईँहरूको चाहिँ के भन्छन् कमेन्ट गर्नु होला साथीहरू। यो पनि मलाई एकदम मनपर्छ, म त यति खान्छु है काँच्चै। साथीहरू, यहाँ फुल वहीँसम्म परसम्म छ फुल। हेर्नु यहाँ धान गहुँको सत्यानाश भयो, फुटेर टुक्रेर के भन्नु। यता पनि घाँस सकिसक्यो, सब घाँस सकिसक्यो। के भन्नु, अब घाँस पनि एउटा छैन, केही पनि छैन। अनि अब के गर्नु, सबजना उता घाँस काट्न भिडिरहेको छन् मस्तले। अब हामी पनि घाँस काट्न जाँदैछौँ। जमिन चर्के आयो, पानी नपाएर
हजुरआमा र आन्टीले चाहिँ घाँस काट्दै हुनुहुन्छ। घाँस यति हो, यहाँदेखि यति हो, घाँस गयो फिनिस, सकिसक्यो। घाँस काट्यो भयो माइजू, पुग्यो। हेर्नु साथीहरू, माइजूले मस्त घाँस काटेर एक कट्टा पुऱ्याइसके। यता हेरिदिनु पर्यो माइजू, म सेयर गर्छु, उसले हेर्नु ल। यहाँ भिडियो यता हेर्नु, यता हेर्नु न, हेर्नु यति फास्ट घाँस काट्नुहुन्छ साथीहरू। यहाँ आन्टीले, आन्टी अरे यहाँ माइजूले, हेर्नु छोडिदिनु भने उता जा भयो। अब कहाँ भयो, हेर्नु हेर्नु, एक कट्टा पुऱ्याइसक्नु छ। हामी आउनुभन्दा अगाडि नै पुऱ्याइसक्नु अब। म सेयर गर्छु, अनि हेर्नु ल, हेरेर लाइक कमेन्ट गर्नु। कस्तो आहा भिडियो हो कि नै, हेरेर लाइक कमेन्ट गर्नु। ए हेर घाँस, हाम्रो घाँस काट्ने वाला आउनु भन्नु न, यहाँ सबैजना। माइजू हुनुहुन्छ उता, दुईजना हुनुहुन्छ, अनि बहिनी यता हुनुहुन्छ, अनि म चाहिँ यहीँ छु। म चाहिँ यहीँ छु घाँस काट्न। अब चाहिँ घाँस काट्न स्टार्ट गर्नुपर्छ। राम्रो आउँदो रहेछ।